कुरा चाहिँ राख्नु यसै गरौँ आफ्नो भाषाबाट उहाँले फेरि नेपाली बोल्नु पर्यो होइन त्यसले गर्दा आफैले गर्दा हुन्छ है म बुझ्दै गर्छु त्यसो भए म चाहेँ हजुरले राखेँ मेरो भान्जी यहाँ बस्न न यता हजुरहरू सीमा दाता हुनुहुन्थ्यो मेरो घर भराइदिनु भयो हजुरहरू सीमा दाता भएर मेरो घर भराइदिएकोले गर्दा मेरो नदी बढेर गयो हजुरहरूलाई यो के राख्यो भनेर नसम्झिदिनु होला हो र दिन धेरै भए पनि उहाँहरूले खुसी मनले लिइदिनु होला किनभनेदेखि पहिला चाहिँ थिएछ महामारी गरी है थरी थरीका थिएछ अहिले त त्यसले गर्दा यो पनि हराइसक्यो हजुरलाई यो के राखेको भनेर मलाई जवाब नदिनु होला तपाईँहरूको नाति नातिनाको फलोस् फुलोस् नदी बगेर जाओस् दुध भएर जाओस् भनेर आशीर्वाद मागेको हजुर केही राखेको हजुर तपाईँहरूले यस्तो गर्नु पर्थ्यो भनेर नसम्झिनु होला है मेरो वचन त्यति नै हो बसोत्तरीमा किन नमैचोडो लाने होइन त्यसले गर्दा पनि यो केही पनि होइन यो केही पनि होइन मामाउली गरी मेरो नातिनीले राखिदिएको हजुर शब्द मैले यिनै हजुरसँग क्षमा पाऊ गल्ती भए कुनै मेरो भए क्षमा पाऊ हजुर यहाँहरूलाई अब म चाहिँ आफै बोल्दै आफै अनुवाद गर्नु पऱ्यो अनि चाम्डी भाषाबाट हामी के भन्छौँ भने अप्छावारी यहाँहरूलाई धेरै धेरै धन्यवाद है भनेको अब त्यसो भएकोले तपाईँहरूको हसुम्पाया दाङमासीको रहेछ भने रीतिरिवाज सबै बुझ्नु भएको रहेछ भन्ने कुरा हामीले अनुवाद म आफैले अनुवाद गर्दै लागेको होइन त्यसो भएको उनीहरूले आज एउटा ताङासुको बुवा ताङासुको रहेछ श्रीव्याउनुको लागि राखिदिनु भएको छ अनि त्यसो भएकोले गर्दाखेरि हाम्रो मन अत्यन्तै खुसी प्रफुल्लित भएको छौँ हामी है सम्झ है ल धेरै धेरै धन्यवाद यसरी नै गरेर यो अहिलेको त होइन त यो त पहिल्यैदेखि आएको पाँच आएको त्यो हामीले तब भाषा त दिइहाल्छौँ अब बुङ्गा यो फुल हो